हेलो नमस्ते एन्ड वेलकम टु माई सर्ट भिडियो। आज चाहिँ गामागुडी अरेन्ज पार्कको बारेमा भिडियो राख्दैछु। हेरौँ कस्तो हुन्छ है त। गामागुडी अरेन्ज पार्क, यो चाहिँ गामागुडी अरेन्ज पार्क भनेर सर्च गरे भने पनि सजिलै आउँछ। अनि यो चाहिँ आइचिखेन गामागुडी सीमा रहेको छ। यहाँसम्म जान चाहिँ गुरुमामा चाहिँ 1 आवर 38 मिनट देखाइरहेको थियो कि, तर यस्तो जाम थियो होइन। हामी जाने बेला चाहिँ पानी परेको दिन भएर पनि हुनसक्छ, एन्ड आई डोन्ट नो अरू दिन पनि यस्तै हुन्थ्यो कि होइन। नागोयाबाट चाहिँ 61 किलोमिटर देखाएको थियो। अनि यहाँ चाहिँ टिकट चाहिँ ओन्ली 1430 थियो गाइज। हामी चाहिँ एकदम पानी परिरहेको दिनमा जानु परेको थियो, किनभने हाम्रो चाहिँ यो चाहिँ एकदम पहिलादेखिको नै प्लान भएर चाहिँ अब सडनली क्यान्सल चाहिँ नगरौँ भन्ने हुन्छ नि त। अब वेदरमा पनि 2 बजीसम्म पानी देखाइरहेको थियो, अनि बिस्तारै जाम भन्ने भयो। जे भए पनि यात्रा जस्तो भए पनि गन्तव्य चाहिँ स्वर्ग गएको भन्दा पनि एकदम रमाइलो थियो, किनभने चिसो मौसममा होइन त्यस्तो सुन्तला त धेरै खान त सकिँदैन, तर पनि मैले चाहिँ यताउता गर्दै होइन म चाहिँ खाइरहेको थिएँ क्या। मलाई चाहिँ मिठो लागिरहेको थियो क्या। चिसोमा पनि 1-2वटा त खाएँ, मजाले खाएँ। यो सुन्तला खान नपाएको त कसले छ र होइन, तर पनि अर्काको ठाउँमा आएर यस्तो बोटैबाट टपक्क टिपेर खाने हुन्छ नि, एउटा त्यो अनुभव चाहिँ एकदम सुनौलो एकदम प्यारो लागेको थियो क्या मलाई चाहिँ। अनि हामी ओरेन्ज पार्कबाट फर्किँदाखेरि चाहिँ 1 किलो चाहिँ हामीले लिएर आउनु पाउने रहेछ। अनि उनीहरूले दिएको ब्यागभरि अट्ने जति सबै लिएर आउनु पाउने रहेछ। अनि फर्किँदाखेरि माइ गड, त्यहाँबाट फर्किसकेको मौसम कति मजाले घाम लागिदिएको थियो क्या। ओरेन्ज पार्कबाट फर्केपछि चाहिँ हामी ताके आइसल्यान्ड, आउतामी श्राइन यताउति गयौँ होइन। अनि एकदम रमाइलो कस्तो आनन्द भएको थियो। एन्ड लास्टमा चाहिँ हामी खानेकुरा खोज्दै फर्क्यौँ। अनि लास्टमा चाहिँ तापफुरी या रामेन खाएर फर्क्यौँ। थ्याङ्क यू।